अस्तिको जेनजी आन्दोलनमा जसले गोली चलाउनको लागि आदेश दियो नि, तिनीहरूको त कुरै छोडौँ, तिनीहरू हत्यारा हुन्। तिनीहरू मान्छे मारेर त्यहाँसम्म पुगेका हुन्, तिनीहरूको त कुरै छोडौँ। तर जुन प्रहरीले उनीहरूको आदेश मानेर गोली चलायो नि, सुन प्रहरी, तिमीहरूले ठुलो गल्ती गर्यो, ठुलो पाप गर्यो। तिमीहरूले आफ्नै दाजुभाइलाई गोली हानेर मार्यो। त्यहाँ आन्दोलन गर्न जाने पनि तिमीहरू जस्तै गरिबकै छोरा हो। तैँले जागिर खाएको पनि त्यही पैसाकै लागि हो। त्यहाँ आन्दोलनमा गएको पनि आफ्नो देशको लागि, आफ्नो भविष्यकै लागि हो आन्दोलनमा गएको। अनि आदेश मानेर गोली चलाइस्, मारिस्। वाह, मेरो त निशाना कति सिधा। मैले त टाउकोमा ताकेको थिएँ, टाउकोमै लाग्यो क्या। छातीमा ताकेको थिएँ, छातीमै लाग्यो। वाह, मेरो निशाना भनेर त खुसी भइस्। बेलुका गएर मासु भात खाइस्, खुसी भइस् त आफ्नो दाजुभाइ मारेर। म आदेश मान्दिनँ, म गोली चलाउँदिनँ, बरु जागिर छोड्छु, म आदेश मान्दिनँ भनेर भन्न सकिनस्, त्यति हिम्मत गर्न सकिनस्। धेरैमा धेरै भए के हुन्थ्यो होला, तेरो जागिर जान्थ्यो होला। जागिर गए पनि त सागसब्जी बेचेर भयो भने आफ्नो गुजारा गर्न सक्थिस्, बाँच्न सक्थिस् नि। तर हेर, देशको लागि आन्दोलन गर्न गएको दाजुभाइलाई तैँले मारिस्, जो अप्रत्यक्ष रूपमा घुमिफिरी तेरै फाइदाको लागि थियो। देश राम्रो भएको भए तेरै तलब बढ्थ्यो होला, तेरै भविष्य राम्रो हुन्थ्यो होला पुलिस प्रहरी। तर तैँले आफ्नै खुट्टामा बन्चो हानिस्। जसको आदेश मानेर तैँले गोली चलाइस् नि, जसलाई नेता मन्त्री भनेर तैँले संरक्षण गरेर राखेको छस् नि, त्यो नेता होइन, त्यो नेता होइन, त्यो मन्त्री होइन, त्यो हत्यारा हो। जसले आफ्नै जनता मार्नको लागि आदेश दिन्छ, गोली चलाउनको लागि आदेश दिन्छ। अनि तँ जसले आदेश मानेर गोली चलाउँछस्, तँ झन् ठुलो पापी भइस्। हेर, त्यहाँ मृत्यु, आफ्नो छोराको मृत्यु भोगेर तडपिरहेकी आमालाई हेर, त्यहाँ कति पीडा छ। संसारमा आफ्नो छोराको मृत्यु भोग्नु जस्तो पीडा अरू के हुन्छ। तँ मरेको भए तेरो आमालाई कति पीडा हुन्थ्यो होला, तैँले सम्झिस्, कहिले बुझिस्। आदेश आयो, गोली चलाइदिइहाल्ने। म जागिर छोड्छु तर आदेश मान्दिनँ भनेर भन्ने हिम्मत गरिनस् तैँले। यो देशको भविष्य बनाउनको लागि हिँडेको एउटा दाजुभाइमाथि गोली चलाएर ठुलो गल्ती गरिस्। यदि स्वर्ग र नर्कमा विश्वास गर्छस् भने त्यसको हिसाब त यहाँ नहोला, तर माथि गएपछि पक्कै हिसाब हुन्छ। ठुलो गल्ती गरिस्।